व्यापारीहरूले लगायतदेखि लिएर गुन्डाहरू तस्करहरू लगायत समातिँदै गर्दा यसबारे चाहिँ के भयो त? इनोसेन्ट मान्छेहरू पनि पक्रेर बसेको छ। कोही कोही बेला त्यो उ गर्दाखेरि एक्सनमा गल्ती हुन्छ होइन, त्यसलाई सम्हालेर पनि लानुपर्छ। उहाँलाई गलत पक्रिनु भन्दैमा अनुसन्धान गर्नु भन्दैमा भित्र राख्नुपर्छ भन्ने पनि छ। हाम्रो स्पष्ट धारणा त प्रदेश खारेजीमै छ। हामी त तपाईँको 5 जना मात्रै सांसद छौँ होइन। माथि गम्भीर आरोप लगाएको छ यो सरकार नेपालको सरकारै होइन भन्दैछन्, विदेशले बनाइदिए, एआईले बनाइदिए भन्दैछन्। के हो कुरो कानी? उहाँहरू सधैँ त्यसै भन्ने हो, सबै कुरा उहाँहरू एआईलाई मात्रै दोष दिनुहुन्छ। एआईलाई दोष दिन कहिले थाक्नुहुन्छ, पर्खेर बसौँ न। एकदम एक्टिभली काम गरिराख्नु भएको छ। अझै उहाँहरूको गतिविधि बढोस्, म शुभेच्छा दिन चाहन्छु। पहिला हुनुहुन्छ र बलात्कारका विषय पनि उठेका छन्। यो विषयमा चाहिँ सदनले कस्तो खालको चाहिँ भूमिका खेल्नु पर्ला या सत्ता पक्षले कस्तो खालको भूमिका खेल्नु पर्ला जस्तो लाग्छ? तपाईँको लागि चाहिँ नि खाली छ भन्ने छ कुरो, बस्न रेडी हो। त्यो भन्दा पनि तपाईँहरूलाई कस्तो लाग्यो म प्रतिपक्षमै ठिक छु कि छैन? होइन, त्यो त एकदम तपाईँ जतिको आवाज त प्रतिपक्षमा चाहिन्छ नै। त्यसैले गर्दा त्यो सँगसँगै उपसभामुखको पनि त चर्चा छ नि त, खुसबु ओली। चर्चा छ। अब यो पार्टीले निर्णय गर्ने कुरा हो, पार्टी बीच, विशेष गरी सत्ता पक्षले अब उहाँहरूसँग जसलाई सहज हुन्छ उहाँहरूको अनुसार गर्नु होला होइन। त्यसमा हामीले निर्णय गर्ने कुरा आउँदैन र मेरो भूमिका प्रतिपक्षमा पनि त्यति नै आवश्यक भएको देख्छु म चाहिँ। जस्तो जिम्मेवारी दियो भने त्यो सम्हाल्न तयार हो उपसभामुखको? होइन, त्यो विषयमा म अहिले भन्न चाहदिनँ मैले, किनभने राय बनाएको छैन यो विषयमा। तपाईँ आज प्रतिपक्षको भूमिकामा रहँदा सदनमा सभामुखको गरिमा या सभामुखको आजको काम कारबाही कस्तो लागेको छ? आजको पहिलो बैठक हो यो। एकदमै ठिक थियो, राम्रो थियो र मैले उहाँबाट त्यो तटस्थता र निष्पक्षताको विश्वास राखेको छु। त्यो उहाँले निभाउनुहुन्छ भन्ने मेरो विश्वास छ। जस्तो मान्य थियो तपाईँहरूले भन्नुभयो हामी 182बाट 86 पुर्याइदिन्छौँ, सङ्ख्या संसदमा 87 पुर्याइदिन्छौँ, प्रदेश खारेज हुनुपर्छ भन्नुहुँदा कतिपय प्रदेश बलियो बनाउनुपर्छ भन्नुहुँदा यहाँको स्पष्ट धारणा के हो प्रदेश? यो त अब हाम्रो स्पष्ट धारणा त प्रदेश खारेजीमै छ। तर अब यो सत्ता अब हामी त तपाईँको 5 जना मात्रै सांसद छौँ होइन। प्रतिनिधि सभाको तपाईँको बहुमतले मात्रै पनि पुग्दैन, राष्ट्रिय सभामा जानु पर्यो कि थप 40 जना सांसदको फेरि सहमति चाहियो। त्यही भएर यो प्रक्रिया लामो हुने विषय छ। तर यसमा पनि अब यो बहसमा चाहिँ ल्याउनुपर्छ यो विषयलाई। प्रदेश खारेजी गर्ने नगर्ने कुरामा यसरी जनता बीच आइराखेको छ र यो आर्थिक हिसाबमा कतिको बोजिलो छ भन्ने कुरा पनि अब एकदमै आधिकारिक रूपमा अध्ययन गरेर अब हामीले भन्दैमा अहिले हुने होइन। तर सत्ता पक्षलाई म के निवेदन गर्न चाहन्छु भने यसको लुप होल्सहरू कहाँ छन्, यसलाई राख्दा र नराख्दा के हुन्छ भने एकचोटि पुनर्वलोकन गरौँ न त होइन। त्यो अभ्यास त राख्नु पर्यो नि। कुनै कुराले समस्या भइरहेछ, इफिसियन्टली प्रदेशले काम गरिराखेको छैन, कार्य सम्पादन राम्रो छैन, आर्थिक रूपमा पनि बोजिलो छ भने एकचोटि पुनर्वलोकन गर्नको लागि मेरो निवेदन गर्न चाहन्छु। सरकारको बिदा त हेर्नुहोस्, अहिले जुन किसिमको भागदौड प्रेसर हामीमा छ नि, त्यसले गर्दा जुन किसिमको गतिविधिहरू देशमा भइराखेको छ त्यसले गर्दा अलिकति मानसिक रूपमा पनि मान्छेहरू थकित भएको हो कि जस्तो लाग्छ। र मेन्टल स्ट्रेसको यो डिप्रेसन एङ्जाइटीको समस्या एकदमै बढेको अवस्थामा यस किसिमको कुराले अलिकति स्वास्थ्य तर्फबाट हेर्दाखेरि चाहिँ मलाई उचित पनि हुनसक्छ जस्तो लाग्छ। तपाईँ महिला सांसद हुनुहुन्छ, यो बारे चाहिँ अब यो ऋणको विषयमा चाहिँ मैले अघि पनि कुरा गरेँ होइन। यसको प्राथमिकीकरण के आधारमा गरियो, कुन हिसाबमा मूल्याङ्कन गरियो, मैले अघि सदनमै तपाईँको कुरा चाहिँ उठाइसकेको छु। किनभने हामीले त 90 मिलियन अमेरिकी डलर र 95 मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गरेको छौँ होइन। किनभने संसदीय समिति पनि नबनेको, बहस पनि नभएको र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो ऋण अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो, हामीलाई उहाँहरूले दिन खोज्नु भएको हो कि हामीले लिन खोजेको पनि हामीलाई थाहा छैन नि त। भनेको अब चाहिँ एउटा सानो घेरामा होइन, यो एउटा कोठाभित्र चाहिँ यसको चाहिँ निर्णय नहोस्, सांसदहरू छन्, समिति छन्, यसको चाहिँ आवश्यकता के थियो, के को लागि अहिले नै यो विषयमा चाहिँ लियो। किनभने अहिले राज्यको आधारभूत आवश्यकता अन्य पनि रहेको कारणले गर्दा हामीले चाहिँ यो प्रस्ताव चाहिँ कसरी आयो भन्ने पनि थाहै पाएनौँ होइन। सदन त भइसक्यो तर सदन त शिशु अवस्थामा छ, यस्ता गम्भीर निर्णयहरू लिने अवस्थामा पनि छैन। त्यही भएर यस्ता प्राथमिकताको विषयलाई अलिक संवेदनशीलतापूर्वक लिनुपर्छ र सरकारले यसको जवाफ दिनुहुन्छ भन्ने मेरो अन्तिम प्रश्न राख्न चाहे। तपाईँ महिला हुनुहुन्छ र बलात्कारका विषय पनि उठेका छन्। यो विषयमा चाहिँ सदनले कस्तो खालको चाहिँ भूमिका खेल्नु पर्ला या सत्ता पक्षले कस्तो खालको भूमिका खेल्नु पर्ला जस्तो लाग्छ? बलात्कार भनेको योभन्दा पीडादायी कुरा केही पनि हुँदैन जस्तो लाग्छ मलाई होइन। त्यसैले गर्दा यो देशले, यो कानुनले बलात्कार गर्नेहरूको केसमा चाहिँ पीडितहरूको पक्षमा फास्ट ट्र्याक चाहिँ सिस्टम ल्याइदिनुपर्छ कोर्टमा। र
शून्य सहनशीलता राख्नुपर्छ र तपाईँको यसमा हुने कारबाहीहरू चाहिँ अझै सशक्त भएर लिएर जानुपर्छ र जनचेतनाको पनि त्यत्तिकै आवश्यकता छ जस्तो लाग्छ मलाई तल्लो स्तरमा र छोरी चेलीबेटीहरूलाई हाम्रो राज्यले चाहिँ देवी मानेको छ त्यो साँच्चीकै देवीको संरक्षण चाहिँ गर्नुपर्छ जस्तो लाग्छ र यसमा पनि जस्तो निर्मला पन्तकोदेखिको चाहिँ केसहरू अहिलेसम्म न्यायको प्रक्रिया पुरा गरिसकेका छैनन्, अहिलेसम्म दोषीहरू पत्ता लगाइसकेका छैनन्, इनिसा विकाको कुरा यी कुराहरूमा चाहिँ अब मलाई आशा छ यो अहिले बनेको सरकारले फास्ट ट्र्याकबाट अनुसन्धान अगाडि बढाओस् भन्ने मेरो चाहिँ सुझाव छ। धन्यवाद। ढङ्गले काम गरिराखेको छ। भोलिका दिनमा यो सरकारले अझै यसलाई प्रभावकारी ढङ्गले अगाडि लैजान्छ र कानुनको प्रयोग समान हिसाबले प्रयोग गर्छ। तपाईँ पूर्व एआइजी, त्यस अर्थमा मैले सोध्न चाहेँ गृह प्रशासनको, गृहमन्त्रीको, अहिलेको प्रशासनको काम कारबाहीलाई कसरी निहाल्नु भएको छ? होइन, एकदम एक्टिभली काम गरिराख्नु भएको छ। अझै उहाँहरूको गतिविधि बढोस् म शुभेच्छा दिन चाहन्छु। सबै पक्राउहरू जायज छन्? पक्राउ जायज नजायज त भोलि कोर्टले फैसला गर्ने कुरा हो नि। तपाईँको हाम्रो काम त के हो भने अनुसन्धान आकर्षित हुने विषयवस्तुलाई कोर्टसम्म पुर्याउने काम हो। अनुसन्धान प्रारम्भ गर्ने, अनुसन्धान पुरा गर्ने, कोर्टसम्म पुर्याउने काम हो। अब त्यो चाहिँ कानुनसम्म छ छैन, त्यो जायज छ छैन, त्यो ठिक थियो थिएन भन्ने कुरा त त्यसैले त कोर्ट छ नि, कोर्टले बोल्छ भोलि। गृहमन्त्रीको एक्सनलाई स्वीकार गरेर अगाडि बढिराख्नु भएको छ, जायज छ? होइन, गर्ने प्रयत्न सरकारले गर्ने प्रयत्न गरिरहेको छ। यसलाई चाहिँ यो वा त्यो बहानामा, यो वा त्यो पक्षमा उभिएर चाहिँ यसलाई निरुत्साहित गर्नुपर्ने, निराशामा लैजानुपर्ने कुनै कारण सही ट्र्याकमै हुनुहुन्छ? त्यसो भए गृहमन्त्री सही ट्र्याकमा हुनुहुन्छ? गलत के गरेको छ र? गलतै केही गरेको छैन। हस्, धन्यवाद। धन्यवाद। र अब प्रतिनिधि सभा नियाली मस्यौदा गर्नुपर्ने चाहिँ अभिभारा पार्टीले जिम्मा लगाएको छ, संसदले जिम्मा लगाएको छ। केही प्रश्नहरू पनि उठेका छन् है। प्रतिपक्षले तपाईँमाथि गम्भीर आरोप लगाएको छ, यो सरकार नेपालको सरकारै होइन भन्दैछन्, विदेशले बनाइदिए, एआईले बनाइदिए भन्दैछन्। के हो कुरो कानी? उहाँहरू सधैँ त्यसै भन्ने हो, सबै कुरा उहाँहरू एआईलाई मात्रै दोष दिनुहुन्छ। एआईलाई दोष दिन कहिले थाक्नुहुन्छ, पर्खेर बसौँ न। संसदीय प्रमुख प्रतिपक्ष दलको संसदीय नेताको हिसाबमा खासमा जसरी कङ्ग्रेसले पनि रमेश लेखकको रिहाईको माग गरेको छ, त्यसै गरी चाहिँ दोस्रो प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि केपी शर्मा ओलीको रिहाईको माग गरेका छन्। यो विषयमा चाहिँ के गर्छ राष्ट्रपालले? अब यो विषय संवैधानिक विषय पनि हो, किनभने सम्मानित अदालतमा विचाराधीन विषयमा हाम्रो संविधानले सम्मानित अदालतमा विचाराधीन विषयमा चाहिँ अदालतमा प्रश्न उठाउन पाइने छैन भन्ने व्यवस्था गरेको छ। उहाँहरूले प्रश्न उठाइराख्नु भएको छ। अब उहाँहरूलाई जहिलेसम्म त्यो संवैधानिक व्यवस्थाको ख्याल हुँदैन तहिलेसम्म उहाँहरूले उठाउनुहुन्छ, उहाँहरूको त्यो स्वतन्त्रताको कुरा हो भन्नुभयो। सभामुखको आजको यो औपचारिक बैठकलाई कतिको निष्पक्ष देख्नुभयो? हामीले अहिलेसम्म त्यस्तो उहाँहरूले प्रतिपक्षलाई पनि सम्मान गर्नलाई काहीँ चुकेको जस्तो हामीले महसुस गरेका छैनौँ र हामीले अपेक्षा राखेका छौँ आगामी दिनमा पनि उहाँको यो तटस्थता कायम रहनेछ। त्यो महान्य अधिवक्ताको नियुक्तिलाई लिएर पनि प्रश्न उठेको छ है। रविजीको खास वकिल तपाईँ जतिकै अधिवक्ता, उहाँलाई पनि महान्य अधिवक्तामा राखिएको छ। त्यो अवस्थाले गर्दाखेरि यो प्रश्नलाई चाहिँ कसरी खण्डन होइन? यसमा जोड्न चाहे, तपाईँहरूले चाहिँ यसभन्दा अगाडि काङ्ग्रेस एमालेको सरकार बन्दै गर्दा राजनीतिक भागभण्डा भयो सबैतिर भन्नुहुन्थ्यो। अहिले अब रविजीको खास मान्छे, खास अधिवक्ता, त्यसरी महानियुक्ति हुँदाखेरि त्यहाँ चाहिँ राजनीतिक नियुक्ति भयो भएन? होइन, यो राजनीतिक नियुक्ति गर्ने नै पद हो। राजनीतिक नियुक्ति गर्ने पद भएको कारणले गर्दाखेरि सम्मान्य प्रधानमन्त्रीज्यूलाई जसलाई उहाँले चुन्न चाहनुहुन्थ्यो उहाँलाई नै चुनेको हो भन्ने हामीलाई लाग्छ। किनभने त्यो प्रधानमन्त्रीज्यूको नै आफ्नो एउटा व्यक्तिगत अधिकार हो। प्रधानमन्त्रीको सल्लाहकारको रूपमा नियुक्ति गर्ने भएको कारणले गर्दाखेरि महाधिवक्ता नियुक्तिको विषयमा राजनीतिक भागभण्डा भयो भनेर प्रश्न उठाउन सकिने अवस्था रहँदैन। यसमा चाहिँ उहाँ अलिकति पिआर भएको मान्छे हुनु पर्यो। नेपालमा चाहिँ कोही विज्ञ मान्छे भेट्नु भएन र पिआर भएको व्यक्तिलाई चाहिँ उल्लेख गर्नु भएको। अब यो पिआर भएको भन्ने विषय चाहिँ तपाईँले भन्नुभयो, खोइ कतै छ भने मलाई पनि देखाइदिनुहोस् होइन। समाचारहरूमा आएका विषय सबै सत्य हुन्थ्यो भने हामीले प्रश्न उठाउनु पर्दैन थियो। त्यसकारण कसैले पिआरको प्रश्न उठाउँछ भने त्यो पिआरको प्रश्न उठाउनेलाई सबभन्दा पहिला त्यो पिआर देखाइदिन भनिदिनुहोस्, त्यस पछाडि जवाब दिउँला। सबैको चासोको विषय रवि लामी छानले पनि भन्नुभएको थियो आकाश पातालबाट जहाँबाट पनि जीविलाई ल्याउँछौँ भनेर। अब सरकार छ, तपाईँको 2/3 छ, अब सायद केही कुराले छेक्दैन होला। जीविदाई कहाँ हुनुहुन्छ र उहाँलाई कसरी ल्याउने तयारी गर्दैछ सरकार? मेरो भूमिका संसदमा हो, मेरो भूमिका सरकारमा होइन। त्यसकारणले यो सरकारको जिम्मेवारीको विषयमा सरकारलाई सोधिदिनु भयो, धन्यवाद दिन चाहन्छु। धन्यवाद। सरकार पक्षकै सांसद हो नि त। होइन, म शुभकामना दिने काम पनि गर्नुभयो होइन, र उहाँले पनि एउटा प्रतिबद्धता के जनाउनु भयो भन्दाखेरि म सम्पूर्णलाई समेटेरै
अगाडि बढ्छु भन्ने कुरा उहाँ आफैमा एक शालीन व्यक्तित्व पनि हुनुहुन्छ र सामान्य सभामुखको भूमिकामा रहँदै गर्दाखेरि उहाँको भूमिका कस्तो चाहन्छन् भन्ने कुरा पनि प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो आफ्नो धारणा राखेका छन्। जुन किसिमले एक्सन ओरिएन्टेड कामहरू भइरहेको छ, गृह प्रशासनले जसरी एकपछि अर्को पक्राउ गर्दैछन् त्यो विषयहरू पनि उठान भएको छ। व्यापारीहरू लगायतदेखि लिएर गुन्डाहरू तस्करहरू लगायत समातिँदै गर्दा यसबारे चाहिँ के भएको देखिन्छ? होइन, अब सरकारको कामकाजको बारेमा विभिन्न एङ्गलबाट विभिन्न दृष्टिकोणबाट ती कुराहरू आएका छन् होइन। सरकारको विषय त सरकारमा रहनुभएका मन्त्रीहरूले जवाब दिनुहुन्छ, मैले के त्यो गृह प्रशासनको काम कारबाही तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? होइन, मैले सरकार एक्सन ओरिएन्टेड छन् होइन। अहिले सरकारलाई ल्याप्स गर्ने कुनै पनि स्कोप छैन। समस्याको जनताले पनि डेलिभरी चाहिरहेका छन्। अब जनताले चाहिँ धेरै कुराहरू सुन्दै धेरै ब्यालेन्सिङ भन्दा पनि जे सही हो त्यसलाई अब्जेक्टिभ रूपमा एक्सन लिने काम देख्न चाहेका छन्। जनता खुसी छन् भनेपछि हामी पनि खुसी हुनुपर्ने अवस्था छ। तर प्रतिपक्षले केही प्रश्नहरू पनि तेर्साएका छन्। तपाईँको सरकारलाई लिएर अहिलेको मन्त्रीहरूलाई पनि लिएर कतिपय कुराहरू आइरहेका छन्। त्यसले गर्दाखेरि चाहिँ ती प्रश्नहरू चाहिँ जवाफ चाहिँ कसरी दिनुहुन्छ? होइन, लोकतन्त्रमा प्रतिपक्षले मात्र होइन, जसले पनि प्रश्न गर्ने ठाउँ रहन्छ, त्यो प्रश्नहरू आइरहन्छन्। सरकारले आफ्नो काम कारबाहीमा कुनै पनि किसिमका विभेद नगरिकन अधिकतम न्याय हुने काम गर्छ भने प्रतिपक्षलाई आफ्नो प्रश्न गर्ने अधिकार छ। त्यो प्रश्नका उत्तरहरू पनि समय समयमा सरकार दिनेछ भन्ने कुरा मैले बुझेको छु। संसदीय दलका नेताले त आरोपै लाउनु भयो, यो विदेशीको सरकार हो, यो नेपालले बनाएको सरकारै होइन भनेर भन्नुभयो, एआईबाट बनेको सरकार हो भन्नुभयो। होइन, आरोप बागडोग्रा फाउन्डेसन लगायत के भन्नुभयो। आरोप लाउनु र आरोप पुष्टि गर्नुमा धेरै फरक छ। आरोप लाउनु भनेको दुई शब्द बोलिदिनु हो। कुनै अमुक पात्र कुनै अमुक संस्थालाई लिएर चाहिँ देशमा यत्रो 3 करोड जनताकोबाट आएको यो अभिमतलाई चाहिँ अपमान गरिदिन मिल्दैन। मेरो दुई शब्दले चाहिँ यो मतदाताले दिएको अभिमतै गलत हो भनेर भन्नु चाहिँ उचित होइन। संसदीय दलका नेताले त्यो कुरामा चाहिँ गम्भीर भएर अलिकति संयम राखेर कुरा गर्नुपर्ने थियो, त्यो राख्नु भएन जस्तो मलाई लाग्छ। मान्छे सिक्न आएको भन्नुहुन्थ्यो, कतिको सिक्नुभयो, कतिको सिक्दै हुनुहुन्छ? सिकाइ कहाँसम्म पुग्यो? सिकाइ त यो जसरी दिन र समय बित्दै गर्छ हाम्रो सिकाइ र अनुभव पनि बढ्दै जाने हो। यो हरेक पाटोबाट सिक्ने काम भइ नै रहेछ, अझ पनि सिकिरहेछौँ, सिकेर गर्ने काम पनि भइरहन्छ। हजुर धन्यवाद। इनोसेन्ट मान्छेहरू पनि पक्रेर बसेको छ। कोही कोही बेला त्यो उ गर्दाखेरि एक्सनमा गल्ती हुन्छ होइन, त्यसलाई सम्हालेर पनि लानुपर्छ। उहाँलाई गलत पक्रिनु भन्दैमा अनुसन्धान गर्नु भन्दैमा भित्र राख्नुपर्छ भन्ने पनि छैन। जस्तै तपाईँहरूको यो सरकारलाई सत्तालाई एउटा आरोप पनि लाग्यो, संसदीय प्रतिपक्ष दलकै एमालेको भनौँ न, एमालेका संसदीय दलका नेताले यो सरकार विदेशी सरकार भयो, बर्बरा फाउन्डेसनले बनाएको भयो, एआईले बनाएको सरकार हो भनेर चाहिँ उहाँले आरोप लगाउनु भएको छ। जनताले यत्रो जनताले भोट दिएर आइरहेछ, अब तपाईँको कहाँ त्यो भन्दैमा अल्गोरिदम के भनेर चाहिँ हामी नभुल्यौँ क्या। हामीले जियो रियालिटी तपाईँहरूले पनि देख्नु भएको छ। जनताले पक्कै त भोट दिएर हामीले चाहिँ के अरे जितेर आएको छौँ, बहुमत 2/3 नै अलमोस्ट ल्याएको छौँ। त्यो कुरालाई हामी यथार्थ जियो, त्यसलाई चाहिँ हामीले स्वीकार्नुपर्छ। त्यो विभिन्न अब किसिमको भ्रम जनतालाई फैलाउनु हुँदैन, त्यसले देशलाई शान्ति हुँदैन। हामी देश जबसम्म शान्ति हुँदैन तबसम्म समृद्धितिर लम्किँदैन। त्यसले गर्दा यो तपाईँहरूको पनि दायित्व, हाम्रो पनि दायित्व, सम्पूर्ण नेताहरूको, सम्पूर्ण अरू पार्टीका साथीहरूको पनि दायित्व। हामीले चाहिँ अब शान्ति तरिकाले अगाडि बढ्नुपर्छ। र अब अहिले हामीले जुन अब एरेस्टकै कुरा गर्नुभयो, एरेस्ट गर्दा पनि बुझेर अनुसन्धान गरेर लिनुपर्छ भन्छु। मेरो चाहिँ उहाँहरूलाई मेरो सजेसन, मेरो सरकारलाई पनि। र अन्तिममा अब तपाईँसँग उपसभामुखको अनुभव छ, यद्यपि यसपटक हामीले तपाईँ नै हो कि क्या हो सभामुख भन्ने होइन, पदमै बस्नु पर्दैन। मैले सुरुदेखि यहाँलाई भनेको छु, सुरुमै तपाईँले भेट्नुभएको, बुझेँ मैले। हामीलाई जनताले चुनेर दिएको जुन भोट दिएर जुन पठाउनु भयो नि, त्यो ठुलो पद हो के, ठुलो दायित्व हो, जिम्मेवारी लिएर आएछ। मैले त तपाईँलाई भन्नु भने यहाँ जनताले के अरे घरभित्र यता पानी पस्यो भनिरहेछ, ढल पस्यो पनि भनेर फोन गर्छन्, श्रीमतीसँग पार्पा चुक्यो भनेर पनि फोन गर्छन्, कति समाचार दर्ता भएन मेरो, यहाँ मेरो पैसा ठग्यो भनेर पनि फोन गरिरहेको हुन्छ। एउटा सांसदको त्यो एउटा जुन क्षेत्रबाट आउँछ नि, त्यति जिम्मेवारी हुन्छ, अभिभावकको जिम्मेवारी हुन्छ। तर मैले जान्न खोजेको चाहिँ तपाईँको त्यो उपसभामुखको पद अब यसपटक प्रतिपक्षले पाउँदैछ होइन, त्यो प्रतिपक्ष मध्ये चाहिँ को चाहिँ प्रतिपक्षलाई तपाईँको नजिकबाट हेर्दै गर्दाखेरि चाहिँ कसलाई चाहिँ मैले उपसभामुखको पद पाउँदै गर्दाखेरि कुन आधारमा पाइएको थियो भने सभापतिले राम्रोसँग चाहिँ उहाँले चाहिँ विश्लेषण गरेर मलाई त्यो पद दिनुभएको थियो टिमले। त्यसमा चाहिँ संवैधानिक परिषदमा 6 जना हुनुहुन्छ, 6 जनामा समावेशिता हुनु पर्यो, जातीय समावेशिता पनि हुनु पर्यो होइन। त्यसमा चाहिँ अब अहिले को हुनुहुन्छ होइन, अब जस्तो राष्ट्रिय सभाबाट हाम्रो नारायण दाहाल सम्मानीज्यू हुनुहुन्छ,
त्यस्तै गरेर प्रतिपक्षीबाट अब हाम्रो अर्जुन नरसिंह केसी हुनुहुन्छ, त्यस्तै गरेर यता प्रधानमन्त्रीमा हाम्रो सम्माननीय प्रधानमन्त्री बालन शाह हुनुहुन्छ, त्यस्तै गरेर यता मल्ल हाम्रो सपना दिदी मल्ल अहिले प्रधान न्यायाधीशमा कार्यवाहक हुनुहुन्छ, उहाँ नै आउनुहुन्छ होला त्यहाँ। अनि त्यस्तै गरेर प्रतिपक्षीबाट पनि उहाँ नै भयो। अनि त्यस्तै गरेर यता हाम्रो अब अर्को के अरे सभामुखमा पनि हाम्रो डिपी अर्याल सामान्यज्यू हाम्रो सभामुख हुनुहुन्छ भने आदिवासीमा अब महिला हुनु पर्यो होइन, महिला हुनु पर्यो, आदिवासी महिला भएर हाम्रो आदिवासी महिला भएर हाम्रो यो चाहिँ जनजाति महिला कोटाबाट चाहिँ म कस्तो छ अहिले यो संसदको अनुभव? संसदको अनुभव चाहिँ जे होस् म अलिकति नयाँ नै छु होइन, धेरै कुराहरू सिक्ने मौका पाएको छु। विशेष गरी अपाङ्गता भएको व्यक्तिहरूको सवालहरू चाहिँ होइन कसरी चाहिँ यहाँनिर राख्न सकिन्छ अथवा नीति कानुनमा चाहिँ हामीले कसरी लानुपर्छ भन्ने कुराहरूको जे होस् हाम्रो एक्सर्साइजहरू भइरहेछ। अहिलेको गृहमन्त्रीको एक्सनलाई हजुरले कसरी लिनुपर्छ? अब गृहमन्त्रीको अब उहाँले सोचेर बुझेर नै उहाँले गरिराख्नु भएको छ होइन। राम्रोको लागि त हामी जहिले पनि उहाँलाई साथ सपोर्ट छु नै होइन। अब अरूको भन्दा पनि हजुरहरूले मेरो हकमा केही सोध्नुहुन्छ भने सोध्नुहोस् होइन, अरू उहाँहरूको हकमा चाहिँ उहाँहरू नै बोल्नुहुन्छ। तेस्रो दिनसम्म तेस्रो बैठकसम्म आइपुग्दाखेरि सिकाइको क्रम कस्तो छ तपाईँहरूको? सिक्ने क्रम छ, जारी छ भन्दै हुनुहुन्छ नि तपाईँहरू धेरैजना। अब सिकाइ भन्ने चिज त हामीले नमरुन्जेलसम्म सिक्नुपर्छ होइन। जस्तै जति म भरिपूर्ण छु सिकाइले भन्ने व्यक्ति पनि होइन कुनै न कुनै कुराको चाहिँ कमजोरी हुन्छ नै है, कुनै न कुनै कुराहरू सिक्ने क्रममै हुन्छन् नमर्दासम्म पनि होइन। त्यस कारणले चाहिँ यो पछिसम्म सिकाइ हुन्छ नै, हरेक दिन हरेक नयाँ नयाँ अनुभवहरू लिने मौका चाहिँ पाइरहेको छु। अहिलेसम्म के बुझ्नुभयो नि त? अहिलेसम्म के अब कसरी अपाङ्गता भएको व्यक्तिहरूले हामीले समावेश गर्न सकिन्छ, उनीहरूको कुराहरू हामीले कसरी उठाउन सकिन्छ, नीति नियममा हामीले कुन टेकेर चाहिँ हामीले बोल्दा बेस हुनेछ रहेछ भन्ने जुन हिजो सामाजिक क्षेत्रमा सवालहरू उठाइन्थ्यो होइन, त्योभन्दा धेरै फरक चाहिँ पाएँ भनौँ न। एउटा प्रश्न यहाँ जस्तै तपाईँहरू ओर्लिँदै गर्दा साह्रै गाह्रो प्रकारले ओर्लिँदै अपाङ्गता भएको यस्तो संसद भवन जस्तो ठाउँ पनि किन यो अपाङ्ग मैत्री बनाउन सकेन होला? यो चाहिँ यो अस्थायी के अरे भवन हो भनेर भनिराख्नु भएको छ उहाँहरूले होइन। हाम्रो जुन बन्दै गरेको भवन चाहिँ अपाङ्ग मैत्री नै छ भन्ने कुराहरू चाहिँ हामीले आइरहेछ। छ नै भन्नुभएको छ तर मैले हेर्न चाहिँ पाएको छैन। बाटोमा हिँड्दाखेरि पनि त्यहाँको जनतासँग जोडिन पाएको छौँ। बाटो बाटोमा रोकेर फोटो खिचिरहनु भएको छ, भिडियो बनाइरहनु भएको छ, शुभकामना भनिरहनु भएको छ, रेस्पेक्ट भनिरहनु भएको छ, बढी चिनिरहनु भएको छ र एउटा राम्रो चिज पनि हो। अहिले जस्तै तपाईँ यो पेट्रोल डिजेलको भाउ हेर्नुहोस्, उपलब्धता पनि छैन। यही कारण 2 दिन पनि अहिले शनिबार र आइतबार बिदा पनि दिएको छ। अब हामीले सार्वजनिक यातायात चढ्नु पर्यो, साइकल चढ्नु पर्यो, हिँड्नु पर्यो, त्यसले वातावरण पनि राम्रो हुने, डिजेल पेट्रोलको आयात पनि कम हुने, गाडीको आयात पनि कम हुने, एक्सर्साइज पनि हुने, स्वस्थ पनि हुने, हाम्रो वायु प्रदर्शन पनि कम हुने। यति राम्रो चिज चाहिँ यो सबैले गर्नुपर्ने चिज हो क्या। 2 दिन यसरी साइकलमा आउने मात्रै हो कि सधैँ अब के हो? अब 3 दिन भयो लगातार आइरहेको छु। अब यसलाई म कन्टिन्यू गर्ने विचार छ। मैले भनेको कि सार्वजनिक यातायात कि साइकल। अनुभव यस्तो छ, सडकमा उठाएका आवाजहरूलाई अहिले जिम्मेवारपूर्ण ढङ्गले सदनमा उठाउने कोसिस चलिरहेको छ। अब विशेष गरी आजबाट त विशेष समय, आकस्मिक समय, शून्य समय पनि आउँदैछ। क्रमबद्ध ढङ्गले हाम्रो आवाजहरू शून्य समयमा फेरि त्यो वर्णानुक्रम अनुसार आउँदो रहेछ। विशेष समय चाहिँ सम्भवतः भोलि छैन, केही समय पश्चात त्यो सडकका आवाजहरू, मेरा क्षेत्रका आवाजहरू, केही नागरिकका आवाजहरू, जुन आन्दोलनका आवाजहरूलाई पनि त्यहाँबाट उठाउने हामीले प्रयत्न गर्नेछौँ। नागरिकहरूलाई यसपटक चाहिँ हामीले एउटा आग्रह गर्न चाहन्छौँ, सडक चाहिँ अब खाली हुन्छ किनकि सडकमा उठ्ने आवाजहरू, त्यो सडकमा यो जो मान्छेहरू जो व्यक्तिहरू सडकमा सङ्घर्ष गरिरहनु भएको थियो तिनै व्यक्तिहरू सदनमा आइसक्नु भएको हुनाले सम्भवतः तपाईँले सडकमा आएर आवाज उठाउनु पर्ने दिनको अन्त्य गर्ने हामीले प्रयत्न गर्नेछौँ। यति नै, धन्यवाद। अब सरकारको काम कारबाहीले कसरी लिनु भएको छ? होइन, सरकार काम गरेर अगाडि बढिरहेको छ, हामी सन्तोषजनक छौँ। हामी आफै सरकारकै दल भएको हुनाले अगाडि बढिरहेका छौँ। बिस्तारै गियर अप हुँदैछ, डाउन कहिले पनि हुँदैन, ढुक्क हुनुहोस्। अब जसरी प्रमुख प्रतिपक्ष दल एमाले चाहिँ आरोप पनि लगाएको छ यो सरकार चाहिँ नेपालीको होइन विदेशीको हो, त्यो एल्गोरिदम यताउता भनेको छ नि त तपाईँहरूले। नेपाली नागरिकलाई सोध्नुहोस् एकपटक गएर, ती नागरिकहरूले कहाँबाट भोट हाल्नु भएको हो। नेपाली नागरिकले भोट हालेको
जनप्रतिनिधिहरूलाई नेपालीको होइन भनिरहँदा त उहाँले म त जुन हाम्रा मतदान गर्ने ती सम्पूर्ण नागरिकहरूमाथि नै गरेको अन्याय हो कि भन्ने मैले बुझाएको छु। अहिले जताततै केही अहिले सरकार पक्षकै सांसदहरूको पनि केही कुरा बिग्रियो भने एआईलाई दोष लाउने चलन छ। छैन त्यस्तो छैन, हामी त्यस्तो गरेका छैनौँ। हामी त्यस्तो गरेका छैनौँ। हामी जे छ त्यो गर्ने प्रयत्न छ। हस् सोम सर।